आज हामी 3 करोड नेपालीहरूको लागि खुसीको खबर आउँदैछ। हामी 3 करोड नेपालीले रोजेको, 3 करोड नेपालीले खोजेको। अबको केही घण्टा, केही मिनट, केही सेकेन्ड पछि आज प्रभु श्री रामचन्द्रजीको जन्मदिनको शुभ अवसरमा 12:34 शुभ साइत शुभ मुहुर्तमा बालेन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ। चारैतिरबाट जालमा फस्नु भएको छ। तपाईलाई प्रधानमन्त्री बन्न त्यति सजिलो छैन। 75-76 जनाको बलिदानी पछि आज तपाई प्रधानमन्त्रीको कुर्सीमा बस्दै हुनुहुन्छ। र बालेन शाह सर, तपाईलाई भन्न चाहन्छु, तपाई आफ्नो मुटु र आफ्नो खुट्टा दह्रो बनाएर राख्नु होला। समयको कुनै पनि स्थितिमा, कुनै पनि परिस्थितिमा आफ्नो खुट्टा र आफ्नो मुटुलाई दह्रो बनाएर राख्नु होला, नकमाउनु होला भन्न चाहन्छु। किनभने तपाई माथि 3 करोड नेपालीको आशा र भरोसा छ। साथै रवि दाइले म आफ्नो तर्फबाट 21 तोपको सलामी दिन चाहन्छु। किनभने रवि दाइले कुनै बेला आफ्नो मुखबाट बोलेको वचन सत्य, शुद्ध, निष्ठापूर्वक आज प्रधानमन्त्रीको रूपमा बालेन शाहलाई दिनुभएको छ। र यो केवल मधेसलाई मात्रै होइन, सिङ्गो 3 करोड नेपालीले तपाईको नाम र तपाईको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम आफ्नो टाउको र आफ्नो शिरोमा राख्नेछ। किनभने रवि दाई, प्रभु श्री रामचन्द्रजीले बालीलाई मार्नुभन्दा अगाडि सुग्रीवलाई राज्य अभिषेक गरिसक्नु भएको थियो। र प्रभु श्री रामचन्द्रजीले रावणलाई मार्नुभन्दा पहिला रावणको भाइ विभूषणलाई राज्य अभिषेक गरिसक्नु भएको थियो। त्यसरी नै तपाईले चुनाव हुनुभन्दा अगाडि नै बालेन शाहलाई प्रधानमन्त्री बनाइसक्नु भएको थियो। यो चुनाव त केवल फर्मालिटी मात्रै रहेछ। र चुनाव सकिसकेपछि 3 करोड नेपालीले 2/3 को सरकार बनाएर तपाईलाई पठाएको छ। र रवि दाई, तपाईको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण टिमलाई म मेरो तर्फबाट विनम्र अनुरोध गर्न चाहन्छु कि जति पनि सभासद घण्टी छापबाट जितेर आउनु भएको छ, 5 वर्षको लागि बालेन शाहको खुट्टा तान्ने, लछाड पछाड गर्ने काम कसैले नगर्दिनु होला। खुट्टा ताना तान गर्ने काम कसैले नगर्दिनु होला। शुद्ध निष्ठापूर्वक बालेन शाहलाई, बालेन शाहज्यूले गरेको निर्णय, गरेको डिसिजन र उहाँले काम र आदेश दिनुभएको निर्णयमा तपाईहरू खुट्टा तान्ने र लछाड पछाड नगर्नु होला। उहाँलाई अबको आउने दिनमा तपाईहरूले खुट्टा र मुटु दह्रो बनाइदिनु होला।